सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आइप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु, ठिकठाकै छु। अनि अहिले चाहिँ बिहानै बुङकुलुङ आइरहेको थिएँ अघि, अनि अहिले चाहिँ म फर्किरहेको उता बजार जाँदैछु। अनि यहाँ चाहिँ बिहान चाहिँ म त्यो दाउरा ल्याउनु आउनु भएको थियो बाजेहरू, अनि म चाहिँ बाजेहरूसँगै ट्र्याक्टरमा आएको थिएँ। अनि बाजेहरू चाहिँ अब यो बाटो आउनुहुन्छ, अनि अघि म यो बाटो आएको थिएँ। अनि मैले चाहिँ यो बोरा लिएर आएको थिएँ, अनि चारो ल्याएको थिएँ क्या। अनि म चाहिँ यसमा चारो लिएर आएँ, अनि बाजेहरू चाहिँ ट्र्याक्टरमा दाउरा लिएर आउँदै हुन्छ। अनि म चाहिँ यहाँनिर रोडमा पर्खिरहेको छु, आउँदै हुनुहुन्छ, पर ट्र्याक्टर कराउँदैछ। हाम्रो बारी चाहिँ यहाँ छ, अब यो हाल्नुपर्छ। अनि म चाहिँ अहिले पर्खेर बसिरहेको छु। भयो यहाँबाट आउँदै हुनुहुन्छ बाजेहरू चाहिँ। म चाहिँ घरमा आएर पनि रेडी भएर फेरि बजार गएको थिएँ। साथीले फोन गरेको थियो बजार जाउँ न, काम छ मेरो भनेर फोन गरेको थियो। अनि म चाहिँ बजार गएँ, अनि थोरै पुछ त गर्नै पर्यो। हामी चाहिँ खाजा पर्खेर बसिरहेको थियौँ। अनि साथीलाई मैले बोलाएँ, यता भिडियो गरौँ न, थोरै आइज न भनेको। यस्तो कपाल निस्किरहेको रहेछ, तेरो कपाल निस्किरहेको छ भनेको। पुरा उसले चाहिँ मिलाउँदै थियो क्या। अनि मैले पनि थोरै मिलाएँ कपाल, अनि पुछ्दै गर्नै पर्यो। अनि खाजा कति ढिलो ल्याइदिइराख्नु भएको थियो क्या। अनि भन्दा त्यस्तै खाएन। मिठो रहेछ है, फेरि पनि खाएला। टिमुर हो यो, कस्तो बनाएको। फुल त धेरै पारेको है चमेर है। पिरै खानै भएको छैन, तर पर र पुरा त घाँटी छ।